तिनीहरूलाई जे मन लाग्यो त्यो भन्यो तर मलाई रन्डी भनेर यो रन्डीको छोरा भन्ने अधिकार कसले दियो तिनीहरूलाई यो त्यो मेरो पोइ हो त्यसले भन्नलाई मेरो बहिनीले पोइ हो त्यो मेरो मरेको बुढीको नाम तिनीहरूले किन लिनु पर्यो बेचेर अनि भ्युज बढाएर पैसा खान लाग्यो त्यसै थाहा यसका बाउले खान लगाएर पैसा यो छोरीलाई त कता गयो तन्यार नि तैँले के अरे मोनिटाइज गरेर तैँले 2 लाख रुपियाँ खाएको अनि कोसँग जोडेको अरे हामी 40,000 तिरेर जोडेको अरे त्यो म यति नै भन्न चाहन्छु होइन मेरो यति नै छ अन्तिममा हामी पीडित छौँ हामीले कुनै पनि ठुलो मागदाबी गरेको छैनौँ सरकारले यत्रो दिन हामी बाटोमा बसेको छौँ यो बच्चा लिएर पानी परेको छ हाउरी आएको छ हामी आफ्नो पीडामा छौँ मलाई चाहिएको केही पनि छैन रुपियाँ पैसा धन सम्पत्ति मलाई केही पनि चाहिँदैन मलाई चाहिएको भनेको न्याय चाहिएको मेरो बुढीलाई न्याय दिनुहोस् दोषीलाई कारवाही गरिदिनुहोस् मेरो न्याय माग्ने यति नै हो भोलिको दिनमा यो घटना कुनै पनि गाउँठाउँमा घट्न नपरोस् कुनै पनि आमा अकालमा मर्न नपरोस् कुनै पनि बच्चा जन्मेर टुरो हुन नपरोस् यस्तो बच्चा जन्मेको भोलिबाट न्याय माग्न रोडमा हिँड्न पर्दा हामीलाई कस्तो भएको छ यो बच्चा 11 दिनको थियो 11 दिनबाट बाटोमा हिँडेको आन्दोलन मसँग आज 1 महिना 2 दिनको भइसक्यो मेरो बच्चा बाटोमै छ अझै पनि खै त तपाईको बालबालिका मन्त्रालय खै मानव अधिकार अहिलेसम्म मौन किन सरकारी निकाय किन मौन उहाँहरूले त के भन्दैछ अहिलेसम्म नि हाम्रो सेटिङ भइसक्यो थियो अरे हामी बार्गेनिङ नमिलेर यहाँ आएको रे बाबा पैसा कहाँ मागेको छ देखाइदेऊ अनि बाँकी मेरो निवेदनमा मैले बार्गेनिङ गरेछु पैसाको डिमान्ड गरेछु त्यो मलाई देखाइदेऊ के मैले गल्ती गरेँ मेरो बुढी किन मारिस् भनेर मैले राज्यसँग प्रश्न गर्दाखेरि हस्पिटलसँग प्रश्न गर्दाखेरि के म गलत भएँ आज यति विधि चरित्र हत्या गर्न खोज्दैछ एउटा पीडित माथि भएन भने यति विधि राजनीतिपूर्ण ढङ्गले गेम खेल्दैछ चितवनमा त राजनीतिक भएन भने माइती गर्नुहोस् त राजनीति गर्न छोडेन मान्छेले धन्न 2-4 जना भाइहरू दाइहरू हुनुहुन्थ्यो अनुप दाई हाम्रो रबिन भाइ उहाँहरूले अब विवश दाई उहाँहरूले धन्न सही बाटो देखाइदिनु भयो यो ओइले जाने हो है यसरी जाने हो भने यसरी जाने हो उहाँहरूले बिचार 1 कप चिया पनि खानु भएन मेरो पैसाले त्यतिसम्म उहाँहरूले मलाई साथ सपोर्ट दिनुभयो यो ठाउँमा यसरी जाने हो आज चितवन भनेको त्यो हो नि त मान्छेमा चितवन जिल्लामा प्रहरीले किटानी जाहेर नहर्लेको मुद्दा आज चितवन जिल्लाबाट दर्ता भइसक्यो मेलेर काउन्सिलमा दर्ता भइसक्यो तपाईँ गृह मन्त्रालयमा दर्ता गरे स्वास्थ्य मन्त्रालयमा दर्ता गरे मानव अधिकारमा दर्ता गरे होला नि त छानबिन त किन कानुन विपरीत जानु हामी चुप्पो लाएर बसेको थियौँ के केही बोलेको थियौँ हामी चुप्पो लाएर बसेर हाम्रो केस अगाडि बढाउँ भनेको थियो तर यिनीहरूले धेरै लापरवाहीपूर्ण धेरै कुरा गर्न थाल्यो धेरै बोल्न थाल्यो अति भएपछि यो बच्चाको र मेरो बहिनीको फोटो लाइभमा राखेर बोलेपछि चाहिँ म अति रिसाएको र मेरो आमालाई रन्डी भनेपछि र मेरो आमालाई भालु भनेपछि त्यस्तो शब्दहरू निकालेपछि चाहिँ म लाइभमा आज मैले मिडिया कर्मीहरू बोलाएर मैले बोल्नलाई बाध्य भएँ आज म साइबर ब्युरोमा गएको थिएँ त्यहाँ बन्द रहेछ सोमबार कहिले आउनु भन्नुभयो र म अचम्म लाग्यो एउटा कुरा शनिबारको दिन चितवनमा इलाका प्रहरीमा 6 बजे लगेर मलाई एउटा पेपरमा लेक्चर लगायो बुढी मरेको भोलिपल्ट म बेहोसीको हालतमा हुँदाखेरि पनि आज मलाई पीडितलाई मेरो साइबर ब्युरो मैले निवेदन हाल्छु भन्दा आज किन लिएन आज किन निवेदन लिएन सरकार शनिबार पनि त बिदा हुँदैन त शनिबार त उहाँ लिने यहाँ शनिबार त होइन उहाँ शनिबार त बिदाको दिन निवेदन लिने यहाँ किन नलिने उहाँहरूलाई त तत्काल पक्राउ गर्नु पर्यो क्या 3 जनालाई पक्राउ गर्नै पर्यो अति नै बोल्यो क्या अति नै भयो यो के मानवता भन्दा माथि गिरेर बोल्न थाले क्या है म भन्छु है लास्टमा